चलो भाइ सही कुरो गर्नुपर्छ, सत्य कुरो बोल्नुपर्छ। असत्य कुरो ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता, हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो। त्यति डराउने साथै पनि एउटा स्कुल खोलिदिएको भए, फ्रीमा स्कुल सरकारी खोलिदिएको भए गरी दुखियाल त पढाउँथे कमसेकम। गरी दुखिया छोरा अहिले पनि धुलो चाटिरहेका छन् बाटामा पढ्न नपाएर। बात त सही है। मान्छे यो भ्यू टावर बनाएको चाहिँ यहाँ दमकको लागि उपलब्धिमूलक छैन, अनुत्पादक भएन, केही छैन। त्यहाँ कालो कुकुर पनि जाँदैन, कालो कुकुर पनि पट्दैन, त्यहाँ कोही गएको पनि छैन। ओलीले धनी पूर्जा दिन्छु भनेर खपै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा। मान्छे यो पल्ट चाहिँ बालेनलाई घन्टी चुनाव चिन्हमा मतदान गरेर प्रधानमन्त्री बनाउने गरेको यहाँहरू अब एकपल्ट घन्टी बजाउने, त्यसले पनि गरेन नै 5 वर्षमा फाल्दिने। पर्यटकलाई घुमाउने, पर्यटकलाई जिताउने, पर्यटकलाई घुमाउने, पर्यटकलाई जिताउने, अरु सबै बाइ बाइ। घाँस हालिदिनु पर्यो केपीलाई भने, घाँस हालिदिनु पर्यो किलो ठोकेर, घाँस खाएपछि चुप लाएर बस्ने बनाउनु। किन यस्तो भन्नुभयो आमा तपाईँ? बिहोरै राम्रो भएन त कसरी नभन्ने त। जनता छोराछोरीलाई गोली हान्ने हुकुम दिनलाई अनि बाहिर प्रचार गर्न छोड्थे नि। त्यसको बाउले मारो प्रधानमन्त्रीलाई थाहा छैन अरे, त्यस्तो कुकुर पनि प्रधानमन्त्री हुन्छ। खुब साँडे भएर पो बसिहालेछ अहिलेसम्म। चुनावमा हारे भने चुनावको परिणाम मान्दिन भन्ने साँडे कस्तो साँडे रहेछ। तिमीले होइन तिम्रो बाउले हजुरबाले पनि मान्छ चुनावको परिणाम, बुझिराख। अब मेरा एउटा भोटको कति महत्व हुन्छ? मेरा घर 7 वटा भोट छन्, एउटा भोट विदेश छ। 6 वटा भोट हामीले स्वतन्त्रसित बाहिरै छाप्ला मानिने लाम्नी। अच्छा कसले काट्छन्? रुको जरा सबर करो। ए सबै नेता आए गए सबैको काम हेरियो, सबै नेता आए गए सबैको काम हेरियो, बालेन आए टुकु चले के अरे बालेन आए काठमाडौँको रूप फेरियो। ल र पूर्वाधार देखिन्छ। माओवादी बाहिर बसेर एमाले कहाँ ढुङ्गो डाल्ने म त ढुङ्गो हाल्ने होइन। हजुरले आफ्नो मत नदिने कुरा ठिक चाहिँ नदिनु भन्नु, आरोपै नयाँपट्टि हाल्ने हो। हान्ने ढुङ्गोले हानेको नगर। अनि जनता मारेर खाने नेतालाई हामीले सिंहासनमा राखेर ए राजनीति हिजो म त केही उमेरको छु के, हिजो हामी त बाउ लाउरे थिएर पेटभरि खाथ्यौँ नि। मेरो उमेरको बेला मान्छेले पेटभरि खोले खान नपाएको केपी ओली र त्यो रियाले तो गरे चोर के बोले खोले खान नपाएका मुजीहरू। दुनियाँ बच्चा मरे, दुनियाँका आमाका कोखरिता भए, कति रोगा छन् ती बाउआमा। एउटा बच्चा हुँदाखेरि त्यो बच्चा घरमा नहुँदा अहिले कस्तो हुन्छ भाइ, सम्झिनु त। आँसु आएको छ दुनियाँको आमाको आँखामा, मेरो आँखामा अडिँदैन भने यस्तरी बच्चा मार्न पाइँदैन क्या। कोही नेता भए पनि बच्चा मारेकै धेर रिस छ मलाई त। अर्थ त मलाई होस् कि नहोस्, बच्चा मऱ्यो नि त। त्यो बच्चा मर्दाखेरि मैले होइन म थिइनँ भन्न पाइन्छ। तर भोलि बालेङ साहब पनि त शासक भयो भने त होइन, त्यो पनि होला। त्यो पनि भयो भने यसलाई यसै गरी फाल्ने नि मुलालाई 1 वर्षमा, यसै गरी फाल्ने नि मुलालाई 1 वर्षमा फाल्ने नि हो मुलालाई पनि। यो चाहिँ कहाँको जसले मलाई 1 लाख दिन्छ त्यसैलाई भोट दिन्छु, न त मरे नै दिन्न जा। दिन जरै के अहिलेसम्म मैले फेरि यहाँ भोट दिएर म दिएको होइन। राम्रो कामहरू छ। घन्टी लगाएर आउनु पर्यो नि त। अब काङ्ग्रेस माथे, एमाले माथे, यी तिनटालाई लगाएर
शुभकामना। म राप्रपाको मान्छे हो है, भए पनि मेरो प्रचारमा राप्रपामै हिँड्छु है, तर भोट चाहिँ घन्टीमा। चिटिङ 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 गर्छ तू। साउदी कतारको 55 डिग्रीको घाममा काम गरेर यिनीहरूलाई चप्पल लगाइदिनु पर्ने, हामीले यिनका सहरलाई कट्टु लगाइदिनु पर्ने, हामीले फलको बार तिरेर यिनलाई हामीले यिनको छोरी विदेश पठाइदिन पर्ने। शेरबहादुरको सानी भने मेरो छोराले के गरेर खाओस्, हाम्रा छोरा साउदी कतार गएर खाने। भोट केमा हाल्ने त? भोट म जान्जी हो। अर्को त्यो गर्नेले पैसा डढाएर भुसुकै पारेन, जनता मारेर खाएको पैसा। अहिले डढेको पैसा दिएछ दिनेहरूलाई टन्डै पैसा रहेछ। यो चुनावमा रवि दाईको पार्टी जित्छ? रवि दाईले त लोहोर जित्नु, रवि दाईले त लोहोर जित्नु। केपी ओली चाहिँ चिन्नुहुन्छ नि? चिन्छु नि बाबु, उसलाई त हात मिलाएर उ त्यहाँ पर्पार्दै मेरो भाइ राम्रो गर्नु ल भनेर पठाएको, तर सबै भ्रष्टाचार गर्नु, सुन व्यापार गर्नु, मान्छे व्यापार गर्नु, भोटाने भनेर बेच्नु भइरहेको सुनेको म त उल्टो पो सुनेको। कसैलाई गर्नु छुट्याइदिनु होला। मेरी बुढी एमाले कि हो, नेपाली काङ्ग्रेसलाई भोट दिँदा 7 दिन भात खान दिँदा। बाबैले याउँदो बाटो घाटो यता त्यता गरेको हो। बाबै बुढा भए अब, अनि उता के बनाए त्यता के बनाए, भ्यू टावर बनाएछन्, सबैलाई त्यहाँ रमित हेर्ने ठाउँ भयो, पुग्यो नि त। अनि अब सबै जान्छन्, सिटीमा चढी हेर्न जान्छन्, राम्रै गरेको छ। बाबालाई नराम्रो भन्न सक्दिनँ म, तर पनि मन चाहिँ फेरि के भएको हो। मन घुमो फनक्कै फर्किरहेछ, घुमिरहेछ मन चाहिँ, फनक्कै फर्किरहेछ, घुमिरहेछ मन चाहिँ। नेपाली काङ्ग्रेस मलाई भोट दिनु, तँलाई किन भोट दिनु? तँलाई त मेरो बाजेले पनि बाउले पनि दिएको भोट हो, के गरेको अहिलेसम्म? बात त सही है। पैसामा बिक्ने खालको होइन, पैसा दिने चाहना दिन पैसा त लिन्छु, तर तँलाई भोट दिँदैन म। पैसा लिन्छु? पैसा लिन्छु, पैसा दियो भने लिन्छु, तर साला तँलाई भोट दिँदैन। पिएलले दिएको भत्ता खाएर रविलाई भोट हाल्ने भन्लान् फेरि आमा। त्यो दुनियाँलाई ठगेर ल्याएको पैसा दिइहाल्छ नि। त्यसो अब ओली प्रधानमन्त्री कि पर्छन्? हजुर, ओलीलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ कि पर्छन्? यो भातेडा बनाउँछन् प्रधानमन्त्री, त्यो भ्रष्टाचारी भातेलाई। कसलाई बनाउने त्यसो भए? यही रवि सर बन्नुहुन्छ नि। खत्तम, बाय बाय, टाटा, गुड बाय, गया। काङ्ग्रेस चोर, एमाले चोर, बुझ्यो? म पनि काङ्ग्रेसकै मान्छे हो। अहिले हेर नाटक सिकाएर कराउन आएको होइन, सुन्नु। पैँतिस वर्षसम्म नेपाली काङ्ग्रेसलाई दिएँ, अब रवि दिएँ क्या। एमाले आयो भने त एउटा बाँसो घोषाले मासु पो खाने यस्ता बजिएका बान्दा यहाँ एमाले यसको एमाले निकाल्ने। केपीओलीले पनि जति नै गर्मी टेर्दैन, खालि व्यङ्ग गरी जो दुनियाँलाई फसाएर बाह्र हालिरहन्छ जसले नेपाली। केपीओलीको पर्चनेको नाम नल्याउ छोरा मसित, एलर्जी हुन्छ मलाई त। बालिन पनि म पर्छ कति के अरे अझ छन् त्यसको दाँत कस्तो खानु अन्त मैले देखिँ।
सुन्नु हाम्रो पार्टीले चाहिँ अहिले चिया खाएर चाहिँ भोट बेच्ने होइन हामी चाहिँ के गर्छौँ थाहा छ अहिले हामी पैसा दिँदैनौँ किनभने अहिले चिया खाने पैसा दियो भने के हुन्छ थाहा छ भोट गलत ठाउँमा पर्छ यो मतदान र कन्यादान चाहिँ नि सही ठाउँमा गर्नुपर्छ रे ल लु भोलिपल्टि भेटाउँला घन्टी कि सन्टी केपी ओली त खर्च त गोरु चोरो झापामा बसेर गोरु चोरेर दुनियाँ गोरसिङ भिटा पठाएको हो खड्गा ओली त गोरु चोरो त्यो डाका हो त्यो छोराछोरी नहुने अपुत्रलाई छोराछोरीको माया हुँदैन पहिलेदेखि के यो फटा हो त्यसमाथि पनि यसपालि जेन्जी मारो हजुरलाई भेटेर खुसी लाग्यो एउटा तरुणीले के भने जरा ठिटालाई मेरो ज्ञान छन्जेरी पीर नमन तन्जेरी भने धेरै के चञ्चले चञ्चले गण्डकी अञ्चले घन्टीमा माटोमा टेकेर घन्टीमा बोराल्ने मुझे अपने घर जाना है जाना है युवाहरू विदेशैमा रुने युवाहरू विदेशमा रुने वृद्धभत्ता खानी बुढा बगान मन्त्री हुने नेपाली हो नि नारायण हरि यही हो त लोकतन्त्र कस्तो मानेर रहेछन् नेपाली जनताले ल मलाई थाहा छैन अरे ल गोली हान्ने आदेश दिने चाहिँ त्यही चण्डाल हो रुको जरा सबर करो न्याय गर्ने घर छ घर बोल्दैन अब बोल्नेले कतिले बोल्दैन कोही ओलीका कोही देउपाका कोही प्रचण्डका जनता माफ नहीं करेगी।